साथीहरू नमस्ते। हजुरलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ मैले एउटा कुखुरा लिएको छु। यसलाई चिकन करी बनाउँदैछु। हेर्नु है त। अब चाहिँ मैले चिकनलाई काटेर टुक्रा पारिसकेको छु। यसलाई चाहिन्छ सामग्रीहरू टमाटर, प्याज, धनिया अनि स्वाद अनुसारको नुन, मसला, बेसार, लसुन अदुवाको पेस्ट मात्रै खुर्सानी थोरै खाने भएर चाहिँ थोरै खुर्सानी राखेको छु। अब बनाऊ है त। मैले चाहिँ कराई राखेर तावा तातो गरिसकेँ। अब यसमा चाहिँ हामीले थोरै थोरै तेल हालौँ। थोरै राख्छु है, म चाहिँ धेरै तेल खाँदिनँ। यसमा चाहिँ मैले थोरै, यो चाहिँ अप्सन हो है, हाल्नु नि हुन्छ, मैले चाहिँ थोरै मेथी पुऱ्याइदिन्छु है। प्याज चाहिँ रातो हुन्जरी मजाले भुट्नुहोस्। हाम्रो प्याज यतिको भइसकेको छ। हेर्नुहोस् त, हाम्रो प्याज यसरी रातो भइसकेको छ। अब मैले यसमा अघि काटेर राखेको चिकन हाल्दैछु। हजुरलाई मेरो भिडियो मन पऱ्यो प्लिज सब्सक्राइब गरिदिनुहोस् न ल, प्लिज। यसलाई मजाले भुटेर एकछिन भुट्नुपर्छ। मजाले भुट्दैछु। यस्तो हुँदैछ। मैले चाहिँ थोरै मसलाहरू हाल्दैछु। स्वाद अनुसारको नुन, बेसार, थोरै मसला अनि लसुन अदुवाको पेस्ट पनि हालिसकेको छु। अनि यसलाई फेरि पनि मजाले चलाउनुहोस्। हाम्रो मसला रातो हुन्जरी मजाले भुट्नुहोस्। मसला रातो हुनुपर्छ। तेल थोरै तेलहरू पनि निस्किनुपर्छ। अब चाहिँ हाम्रो मासु यस्तै आफै पानी निस्किरहेको छ। यो पानीलाई पनि अझै सुकाउनुपर्छ। मैले चाहिँ चिकनलाई थोरै एकैछिन पाक्नलाई छोडिदिएको छु ढाकेर। पानी नसुकन्जरी हामीले यसरी नै यसलाई पकाउँदै जानुपर्छ। साथीहरू हेर्नुहोस् त, हाम्रो यो चिकनको पानी सुकेर आफै थोरै तेल निस्किसकेको छ। यो चिकनको तेल हो। अब हामीले यसमा अघि काटेर राखेको टमाटर हालिदिँदैछु। अनि यसलाई पनि मजाले ग्रेभी हुँदाखेरि, मैले चाहिँ ग्रेभी एकदम ग्रेभी मनपर्छ, त्यही भएर म चाहिँ ग्रेभीको तरिकाले बनाउँदैछु। हजुरले यसमा टमाटर नहालिकन सुक्खा गराएर खान पनि सक्नुहुन्छ। मैले चाहिँ एकछिन टमाटर गल्नको लागि यसलाई छोपेर एकछिन ढाकिदिएँ। एकछिन पकाउँछु। साथीहरू हाम्रो चिकन चाहिँ यस्तो भइसकेको छ। त्यही भएको त हेर्नुहोस् त, ग्रेभी पाकिसकेको छ लगभग हाम्रो चिकन। साथीहरू हजुर